विभिन्न प्राङ्गारिक मलहरू बनाउने प्र्याक्टिकल कक्षामा छौँ। आज हामी विशेष गरी हिजो हामीले भनेको सूक्ष्म खाद्य तत्त्व बनाउने, हामीले बोतलको किन्दा हजारौं पर्ने चिज चाहिँ हामी फ्रीमा बनाउन खोजिरहेका छौँ र जसले गर्दा बाली बिरुवामा आवश्यक पर्ने माइक्रोन्युट्रियन्टहरू चाहिँ भरपूर रूपमा उपलब्ध हुन्छ र बाली बिरुवा फस्टाउँछन्। त्यो कारणले गर्दाखेरि हामी यी खाद्य तत्त्वहरू हाम्रै घर वरिपरि भएका चिजहरूको समुचित प्रयोग गरेर बाली बिरुवालाई आवश्यक पर्ने खाद्य तत्त्वहरू बनाउन गइरहेका छौँ। र विशेष गरी यहाँ हामी 100 लिटर पानी हामीले चाहिँ 100 लिटर खाद्य तत्त्व हामीले बनाउँदैछौँ र मैले यहाँ परिचय गर्न चाहे सामग्रीहरूको। हामी विशेष गरी हामीसँग यहाँ 100 लिटर पानी छ। त्यस पछाडि केराबारी 1 जुन हामीले केराबारी गाउँपालिकाबाट विकसित गरेको केराबारी 1 जुन सूक्ष्म खाद्य तत्त्व बनाउने ब्याक्टेरियाहरू छन्, यी विभिन्न ब्याक्टेरियाहरूको ग्रुप छ त्यो केराबारी 1। त्यस्तै सक्खर छ, एउटा लौरो भयो यहाँ हामीसँग केराबारी 1 छ। यो 1 लिटर, यो हामी 100 लिटरको सूक्ष्म खाद्य तत्त्व बनाउँदा। त्यस पछाडि सक्खर 1 किलो। त्यस्तै विभिन्न चिजहरूका दालको पिठोहरू हामीसँग यहाँ अहिले 2 किलो हामीले चनाको दालको पिठो छ यहाँ हामीसँग। त्यस्तै फलामका टुक्राहरू छन्, ताँबाका टुक्राहरू, जस्ताका टुक्राहरू, रङ्गीचङ्गी ढुङ्गाहरू छन्, मकैको पिठो छ, गहुँको पिठो, तोरीको पिना लगायत यी बाहेक अन्य विभिन्न किसिमका चिजहरू जस्तै सूर्यमुखीको पिना, आलसको पिना, बदामको पिना हामीसँग जे छ त्यस्ता चिजहरू सबै प्रयोग गर्न सक्छौँ। र अन्य चिजहरूमा दालमा विभिन्न किसिमका दलहन बालीहरूको पिठोहरू हामीले प्रयोग गर्न सक्छौँ र यिनीहरूको आफ्नै खाद्य तत्त्व बनाउन आफ्नै भूमिका रहेका छन्। हामीसँग यी सबै चिजको डिकम्पोज गर्ने केराबारी 1 छ। यसले यी सबै चिजहरूलाई डिकम्पोज गरेर यहाँभित्र रहेका तत्त्वहरू, भिटामिनहरू, मिनरलहरू बिरुवाले लिन सक्ने फर्ममा निकालिदिन्छ। अब यो ब्याक्टेरियालाई ग्रोथ गराउने इनर्जीको रूपमा हामीसँग सक्खर छ। यो सक्खरमा चाहिँ ब्याक्टेरियाको ग्रोथ हुने र ब्याक्टेरियालाई इनर्जी दिने काम चाहिँ यो सक्खरले गर्छ। त्यस्तै हामीलाई विभिन्न किसिमका माइक्रोन्युट्रियन्टहरूको आवश्यकता पर्दछ। माइक्रोन्युट्रियन्टमा तपाईँको जिङ्क, कोबाल्ट, त्यस पछाडि आइरन लगायत विभिन्न किसिमका अन्य कपर, मेलोडियम यी जस्ता लगायतका विभिन्न किसिमका थुप्रै सूक्ष्म खाद्य तत्त्वहरू बिरुवालाई आवश्यकता पर्छ, जुन हामी बजारबाट महँगो मूल्यमा किनेर ल्याउँछौँ र यसबाट चाहिँ हामीले यहाँ सजिलो र सरलमा चाहिँ हामीले यो निकाल्न गइरहेका छौँ। अब यहाँ यो फलामका टुक्राहरू छन्, यसलाई यी ब्याक्टेरियाहरूले अर्क निकालेर यहाँ आइरन निकाल्छ। हामीसँग तामाका टुक्राहरू छन्। यो तामाका टुक्राहरूबाट विशेष गरी कपर, बिरुवालाई कपरको आवश्यकता पर्छ, यो ब्याक्टेरियाहरूले कपर निकाल्छ। हामीलाई जिङ्कको आवश्यकता पर्छ, जस्ताका टुक्राहरूबाट जिङ्क निस्किन्छ। विभिन्न किसिमका रङ्गीचङ्गी ढुङ्गाहरू छन्, यसले विभिन्न किसिमका ढुङ्गामा विभिन्न किसिमका मिनरलहरूको खनिज तत्त्वहरू हुन्छ। त्यस्तै फोस्फेटहरू पनि यसमा हुन्छ र यी सबै कुराहरूलाई चाहिँ यो ब्याक्टेरियाले चाहिँ घोल्ने काम एउटा बाली बिरुवाले लिने सक्ने फर्ममा रूपान्तरण गरिन्छ। अब यो दालको पिठो छ, यसमा आफैमा विभिन्न प्रोटिनको स्रोत लगायत मिनरलहरू, अन्य चिजहरू यसमा रहेका हुन्छन्, भिटामिनहरू यसमा रहेको हुन्छ र यो ब्याक्टेरियाको खाना पनि हो। र यसरी तपाईँको यो विभिन्न दालका पिठो छ। यहाँ मकै छ, हामीसँग यो मकैमा विभिन्न किसिमका मिनरलहरू, भिटामिनहरू, क्याल्सियमहरू लगायतका यो स्रोतहरू छ। त्यस्तै पिनामा पनि विभिन्न किसिमका मिनरल, क्याल्सियम, भिटामिन लगायतका स्रोतहरू छ। गहुँको पिठोमा पनि त्यस्तै हुन्छ र अन्य चिजहरूमा पनि यसरी विभिन्न किसिमका चिजहरू चाहिँ हामीले यसबाट चाहिँ हामी यो जुन हामी एउटा मिनरल बनाउँदैछौँ, बिरुवालाई आवश्यक पर्ने सूक्ष्म खाद्य तत्त्व बनाउँदैछौँ, यस्ता चिजहरू जे जस्तो हाम्रा गाउँघरमा उपलब्ध हुन्छन्, जो तपाईँले किन्नु नपरोस्, आफ्नै गाउँघरमा युज हुने विभिन्न किसिमका चिजहरू, खाद्य चिजहरू, अखाद्य चिजहरू पनि छन्। यस्ता चिजहरू विभिन्न तत्त्वहरूलाई चाहिँ हामीले घोलेर चाहिँ यो लगभग 10-12 दिनमा एउटा चाहिँ हामीले
सूक्ष्म खाद्य तत्त्व बढाउन सकिन्छ र यहाँ 100 लिटर सूक्ष्म खाद्य तत्त्व बनाउन सकिन्छ। यही 100 लिटर शुद्ध सूक्ष्म खाद्य तत्त्व बजारमा किन्यो भने हजारौँ लाखौँ रुपियाँ पर्न सक्छ। 100 लिटर किन्दाखेरि हजारौँ लिटर पर्न सक्छ र यो चाहिँ हामीले फ्रीमा बनाएर बाली बिरुवालाई प्रयोग गर्दैछौँ र यसको माध्यमबाट चाहिँ बाली बिरुवालाई हामीले सूक्ष्म खाद्य तत्त्व किनिराख्नु पर्दैन। र यो क्रमैसँग म यसको प्रयोगका लागि कसरी बनाउने भन्ने कुरा यहाँ म सिकाउन चाहन्छु। र यसमा हामीले अटोमेटिक अघि नै यो पानी हामीले 100 लिटर पानी यसमा हामीले भरिसकेका छौँ र यो 100 लिटर पानीमा सबैभन्दा पहिला चाहिँ हामीले सक्खर यो यहाँ म दाइलाई सहयोग गर्न अनुरोध गरेँ। हामीले 1 किलो सक्खर चाहिँ 100 लिटर पानीमा यहाँ हामीले प्रयोग गर्छौँ। मनै नपर्ने मान्छे छिटो यो भएको बर्खा घाम लाग्यो।